नमस्ते साथीहरू, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ म दुधबाट बनाउन सकिने एकदमै मिठो खिरको रेसिपी सेयर गर्दैछु। खिर बनाउनको लागि चाहिँ मैले यहाँ 3 लिटर दुध लिएको छु। तीन लिटर दुधको लागि यहाँ चामल पनि मैले रेडी गरिसकेँ। अब दुधलाई तताउनको लागि ग्यासमा बसाएँ। यहाँ चाहिँ मैले आलु फ्राई गर्नको लागि आलुलाई पनि रेडी गरिसकेँ। दुध उम्लिसकेपछि अघि तयार पारेको चामललाई हाल्दिएँ र यसलाई अब मजाले चलाउनु पर्छ। चामललाई डल्लो हुन दिनु हुँदैन। ग्यासलाई सानो पारेर मजाले पाक्न दिनुपर्छ। खिर पाक्न आँटिसकेपछि मैले कोरेको नरिवललाई हाल्दिएँ। यहाँ चाहिँ खिर पाकिसक्यो। अब यसमा थोरै घिउ हाल्दिएँ। हेर्नुहोस् त साथीहरू, कति मिठो खिर बन्यो। यसरी नै तपाईहरुले पनि खिर बनाउन सक्नुहुन्छ।